हेलो गाइज, हाम्रो युट्युब च्यानलमा हजुरलाई फेरि पनि स्वागत छ। हामीसँग आइसकेको छ क्यानन 2900कै प्रिन्टर। फेरि अर्को समस्या लिएर आइसकेको छ यो। ल हेरौँ है त यसमा के समस्या रहेछ भनेर म तपाईहरुलाई चेक गरेर देखाइरहेको छु। हेर्नु होला साथीहरु। ल साथीहरु, मैले यसलाई प्रिन्ट दिइसकेको छु। अब हेर्न सक्नुहुन्छ प्रिन्ट आइरहेको छ। हेर्नु साथी, एउटा टानेर अर्को टानिरहेको छ पेपर। एउटा पेपर निकालेर अर्को पनि निकालेर अर्कोलाई जाम गरिरहेको छ यसले। यसमा के समस्या छ भनेर अब हेर्ने छ हामीले। यहाँ देख्न सक्नुहुन्छ एरर पनि आइसकेको छ। पेपर जाम इनसाइड प्रिन्टर भन्ने एरर आइसकेको छ है। अब यसमा के समस्या छ भनेर हामीले हेर्ने छौं यस भिडियोमा। ल साथीहरु, म यो पेपर पनि रिमुभ गरिसकेको छु। पेपर जाम गरिरहेछ। पेपर जाम इनसाइड प्रिन्टर भन्ने एरर देखाइरहेको छ यसमा। अब यसलाई हामीले सल्भ गर्ने कोसिस गर्नेछौँ हैन। यसको मेन समस्या आउने भनेको हाम्रो रिलेबाट आउँछ। यसको पिकअप रिले, एउटा पिकअप रिले लागेको हुन्छ यसमा है त साथीहरु। तपाईहरुलाई मैले देखाउने छु। पिकअप रिले हाम्रो यहाँ हुन्छ, यहाँ प्रिन्टरको यहाँनेर हुन्छ। मैले यसलाई खोल्ने छु, खोलेर हजुरलाई देखाउने छु। साथीहरु, हाम्रो रिले पनि निस्किसकेको छ। अब यो साथीहरु रिले, यसमै समस्या हुन्छ साथीहरु। यसमा यो रिले हो साथीहरु। यसमा देख्न सक्नुहुन्छ हाम्रो यो रिले जब यो पेपर पिकअप गर्ने बेलामा यो म्याग्नेटिक फिल्ड उत्पादन गरेर यसले यसरी च्याप्ने काम गर्छ। यसरी च्यापिसकेपछि यो च्यापेको च्यापे भइहाल्छ। त्यही भएर दुईटा डबल प्रिन्ट उठाइरहेछ यसले साथीहरु। यसलाई अब हामीले रिपेयर गरेर हेर्नेछौँ। यसमा केही गर्नु पर्दैन साथीहरु। यसमा यो भित्रको पहिलाको फर्म हुन्छ, यो फर्मलाई निकालेर हामीले यसमा टेपिङ गरिदिने छौँ। टेप लगाइसकेपछि हाम्रो यो फेरि वर्किङ कन्डिसनमा आइहाल्छ है साथीहरु। ल म यसमा टेप लगाउने छु, त्यसपछि तपाईहरुलाई देखाउने छु। ल साथीहरु, देख्न सक्नुहुन्छ म यसमा टेप लगाइसकेको छु। यसमा पीसीबी टेप लगाउन सकिन्छ। यसमा मज्जाले यो लगाएर यसको समस्या समाधान गर्न सकिन्छ है त साथीहरु। अब यसलाई फिट गरेर मैले देखाउने छु हजुरलाई टेस्ट गरेर। ल साथीहरु, मैले यसलाई फिटिङ गरिसकेको छु। यो रिले लगाइसकेको छु यसमा। अब हामीले यसलाई चेक गरेर हेर्नेछौँ हाम्रो समस्या समाधान हुन्छ कि त्यस प्रिन्ट गरेर हेर्नेछौँ मलाई। र साथीहरु, म यसलाई प्रिन्ट गरेर हेर्छु हाम्रो समस्या समाधान हुन्छ कि हुँदैन। ल हाम्रो प्रिन्ट आइसकेको छ। हेरौँ अब हाम्रो समस्या समाधान भयो कि भएन। ल हेर्नु साथीहरु, समस्या समाधान भइसकेको छ। यस्तै भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब शेयर गर्नु होला। धन्यवाद।